नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आज पनि मैले भिडियो स्टार्ट गरिसकेको छु साथीहरु। म पनि एकदमै फिट एन्ड फाइन नै छु। सो साथीहरु अन्तिमसम्म हेरेर माया गरिदिनु होला मेरो भिडियोलाई। यहाँ मेरो सानी छिन्। सानी हेलो गर्देऊ त यता फर्केर के हात हल्लाइदिऊ न। जाऊ लहट न लहटेर आऊ है। हुन्छ बाई लहटेर आऊ है। मेसाइन चाहिँ कुखुरा लहट्न भन्दै जाँदैछ बारीमा। जाऊ जाऊ लहटेर आऊ। सो साथीहरु मैले चाहिँ यति कपडा धोइसके। पानी आजभोलि फेरि पानी नआएर यति गाह्रो पारिरहेछ। कुखुरा डपाउन हिँडेको तिमी बिस्तारै हिँड न। कहाँ जाने हतार होला फेरि बिस्तारै हिँड्ने हुन्छ। यो कुखुरा फेरि जम्मै बारी बारी गाली गर। सो यो हाम्रो चाहिँ यो सुन्तला बारी हो। त्यो सुन्तला जम्मै यो सोर्लोकको रुख जति सुन्तला अनि त्यो कागती त पर पनि छ सुन्तला कागती। हामी चाहिँ यो निलटुटो अस्ति भर्खर लगाएको। अस्ति भर्खर भन्दा पनि अस्ति लाउनु पर्ने चाहिँ यो पुस माघमै हो। हामीले दाउरा बोक्ने कहिले मल फाल्ने मकै छर्ने गर्दा भ्याएन, त्यही भएर अस्ति लगाएको। राम्रो देखेछ कि यो सुन्तलालाई पनि कपडा फेरिदिएको राम्रो देखाएको छ। हेर्नु होला हाम्रो सुन्तला बारी। यो कागती हो यो सुन्तला। हामी चाहिँ एउटा घर मान्छ माथि माथि, उता घरतिर पनि छ यता भान्सातिर पनि छ। सुन्तला खासै फुलेन, कागती भने यस्तरी फुलेको के। ए फोरी के छिटो उठ। छिके त्यस्तो खेलाउन किन र भनेको नमान्नी। नानी उठ म गएँ है। फेरि उठ। छि त्यस्तो नि खेलाउने नफालेर फाल। हेलो भन न। हेलो गरिदेऊ न मिसा नि। हेलो गरिदेऊ न छिटो उता फर्केर हेलो भनिदेऊ न सबै। सो साथीहरु मैले चाहिँ त्यस्तो नयाँ नयाँ भिडियोहरु केही पनि ल्याउँदिनँ। त्यही घरमै खाना बनाउने अनि त्यही घरकै काम मात्र हो मेरो भिडियो भनेको। त्यही पनि सबैजनाले हेरेर इन्जोय गरिदिनु होला, सबैजनाले माया गरिदिनु होला। के गर्ने हो र यो फेरि कहाँ देखाउने। त्यही साथीहरु मसँग चाहिँ त्यो कस्तो खालको भिडियो कुन खालको भिडियो बनाउँदा राम्रो हुन्छ भन्ने त्यस्तो आइडिया पनि केही छैन मसँग। म त त्यही घरको काम गर्ने हो, यताउति खाना बनाउने, त्यही हो मेरो भिडियो भनेको। मैले तिनै भिडियो नै हो खिच्ने भनेको। अनि अर्को मेन कुरा भनेको चाहिँ मेरो रानीलाई हेर्ने काम हो। अब चाहिँ बेलुकाको खाना पकाउनु पर्ने छ। भात बसालिसके। अब सब्जी पकाउनु पर्ने छ। बङ्गुरको मासु कोकोसको फेभरेट हो यो मासु। साथीहरु आजको खाना पाकिसक्यो। अब चाहिँ गोठले गर्नुपर्ने हुन्छ। यहाँ गोठले गर्दै हुनुहुन्छ मेरो श्रीमानज्यूले। हाम्रो बेबीले यहाँ गोठले गर्दै हुनुहुन्छ। यता छन् मेरा बाख्रा प्यारा प्यारा साथी भाइहरु। यो मुदाल्न जहिले उचाल्न पर्छ फेरि। त्यसको अहिले मैले साथीहरु यो चाहिँ मेरो अर्को दिनको भिडियो हो। अब यस्तो हो, कुकुरको काम पनि हुन्न फुर्सद पनि हुन्न भने जस्तो मेरो काम पनि छैन फुर्सद पनि छैन। अब नानीसँग यता गर उता गर ठिकै हुन्छ। यो चाहिँ अर्को दिनको भिडियो सबैले हेरिदिनु होला।
म चाहिँ कपडा धुनु आएको। यति कपडा लिएर हिजो धोएँ अलिकति नानीको भरि, यो हाम्रो हो। कपडा पनि यति हुन्छ धुँदा धुँदा वाक्क दिक्क लाग्छ कि यो कपडा। यस्तो छ कपडा, पानी फेरि ल साथीहरू, मैले चाहिँ कपडा धोएर नि भइसकेँ। त्यहाँ राखेको छु धोएर। अब नुहाउनु पर्ने हुन्छ। लास्तै अल्छी लाग्यो कपडा धुँदा धुँदा। यता चाहिँ घामले भेटिसक्यो, यता अझै राम्रोसँग भेटेँ होइन। पानी पनि चिसो छ। अब नुहाउनु पर्ने हुन्छ। हेर्दै गर्नु होला साथीहरू, कस्तो अल्छी लाग्यो। मैले चाहिँ नुहाइ धुवाइ गरेर भए अब घर जानुपर्ने छ। कपडा राख्नु छ अझै यहाँ बाल्टीमा, कपडा राखेर जान्छु। अब हिँडेको घरतिर म चाहिँ यति धुलो छ बाटोमा, यति धुलो, यस्तो धुलो छ के यस्तो गर्छ। यस्तो धुलो छ, हिँड्दा हिँड्दै धुलोले खुट्टा मैले हाल्छ। के नुहाएको भन्नु, के धोएको भन्नु, यस्तो धुलो छ।
पानी नपरेर धुलै धुलो छ कि बाटो फेरि जङ्गल छ अबि है छ भर्खरै यस्तो भइसक्यो माटै माटो के धोको भन्नु बाटो फेरि पानी परे पनि अलिक केटो हुन्थ्यो नि धुलोहरू मार्थ्यो पानी नपरेर हैरान पारेछ न मकै छर्न दिएछ पानी आएर उतिसको बुट्टाहरू हो यो जम्मै हाम्रो चाहिँ यहाँ पनि छ कागतीहरू 1 2 3 4 5 6 7 8 9 10 11 12 रहेछ त्यो कफी हो त्यो चाहिँ अरू चाहिँ सानो कागती हो उ त्यहाँ पनि छ 2टा बुट कफी साथीहरू हेर्दै गर्नु होला यो दाउरा हाम्रो साथीहरू मात्रै घर आइसके खाना पनि खाइसके अब चाहिँ लिप्नु पर्ने हुन्छ भान्सा भत्केर जम्मै यहाँ भित्र टालिसके अघि न अब लिप्छु त्यस्तो बाटो जान्छ कि जहिले पनि यस्तै बाटो ल साथीहरू मैले चाहिँ लिपेर भइसकेँ भान्सा पनि ठुलो भएको हुन्छ र यत्रो छ चराको गुड जत्रो ल साथीहरू मस्त निदाइएछ बाहिर चाहिँ हावा र घाम यति चर्किरहेछ सो आजको भिडियो यति नै सबैजनाले हेरेर माया गरिदिनु होला अन्तिमसम्म बाई बाई साथीहरू